नमस्ते विद्यार्थी साथीभाइ बहिनीहरू। आज यस भिडियोमा विशेष गरी क्लास 12 को इक्जाम दिएर बसेको भाइ बहिनीहरूको लागि हो। अहिले धेरै स्टुडेन्टहरूले मनमा एउटै प्रश्न चलिरहेको हुन्छ, अब के गर्ने, अब कुन कलेजमा पढ्ने र इन्जिनियरिङ पढ्ने कि कुन फिल्ड राम्रो हुन्छ, काठमाडौँमा कुन कलेज राम्रो छ र स्कलरशिप पाउँछ कि पाउँदैन। यदि तपाईहरूले पनि यही सोचमा तपाईहरूले बस्नु भएको छ भने यदि तपाईहरूको लागि धेरै युजफुल भिडियो हुन सकिन्छ। क्लास 12 सकेपछि एउटा नयाँ जीवनको जर्नी सुरु हुन्छ। यो समय धेरै महत्त्वपूर्ण हुन्छ किनकि यही समयमा गरिएको डिसिजनले फ्युचरमा धेरै असर पार्छ। धेरै स्टुडेन्टहरूले इन्जिनियरिङ पढ्ने सपना देखेको हुन्छ, कसैले कम्प्युटर इन्जिनियरिङ, कसैले सफ्टवेयर इन्जिनियरिङ, कसैले सिभिल इन्जिनियरिङ, कसैले इलेक्ट्रिकल इन्जिनियरिङ, कसैले मेकानिकल इन्जिनियरिङ पढ्न चाहिन्छ। नेपालमा विशेष गरी काठमाडौँ साइडमा धेरै इन्जिनियरिङ कलेजहरू छन्, तर सबै कलेज एक जस्ता हुँदैन। त्यसैले कलेज चुज गर्नभन्दा अगाडि धेरै कुरा ध्यान दिनुपर्छ। सबभन्दा पहिलो कलेजमा पढाइ राम्रो हुन्छ कि हुँदैन भनेर बुझ्नुपर्छ। केवल ठुलो नाम भएर कलेजको मात्र राम्रो हुन्छ भनेर होइन। फ्याकल्टी राम्रो छ कि छैन, टिचरले प्र्याक्टिकल नलेज दिन्छ कि दिँदैन, ल्याब फ्याकल्टी कस्तो छ, इन्भाइरोमेन्ट राम्रो छ कि छैन, यही सबै कुरा ध्यान दिनुपर्छ। अहिलेको समयमा केवल थ्योरी मात्र पढेर हुँदैन, प्र्याक्टिकल स्किल धेरै जरुरी छ। त्यसैले स्टुडेन्टहरूले यस्तो कलेज चुज गर्नुपर्छ जहाँ इन्टर्नसिप, प्रोजेक्ट वर्क र प्र्याक्टिकल लर्निङको सुविधा हुन्छ। अर्को महत्त्वपूर्ण कुरा के रहेको छ भन्ने प्लेसमेन्ट र फ्युचर अपर्च्युनिटी हो। इन्जिनियरिङ पढेपछि जब अपर्च्युनिटी कस्तो हुन्छ, कलेजले इन्टर्नसिप र प्लेसमेन्ट सपोर्ट गर्छ कि गर्दैन यो पनि बुझ्नुपर्छ। धेरै स्टुडेन्ट र प्यारेन्ट्सहरूलाई अर्को ठुलो कन्फ्युजिङ भनेको थियो सबै एक्सपेन्सिभ कलेजमा पढ्न सकिँदैन, त्यसैले स्कलरसिपको बारेमा धेरै जानकारी लिनु पर्छ। यदि तपाईहरूको मार्क राम्रो छ भने धेरै कलेजहरूले स्कलरसिप दिने गर्छन्। केही कलेजले इन्ट्रान्स इक्जामको आधारमा पनि स्कलरसिप दिन्छ र त्यसैले अहिलेबाट नि तपाईहरूले इन्ट्रान्स इक्जामको प्रिपरेसन गर्नमा धेरै ध्यान दिनुपर्छ। इन्ट्रान्स इक्जामको लागि डेली रुटिन बनाउनुहोस् र पढ्नुहोस्। फिजिक्स, केमिस्ट्री, म्याथ र इङ्ग्लिसमा फोकस गर्नुहोस् र डेली रिभिजन गर्नुहोस् र राम्रो स्कोर ल्याउनको लागि सजिलो हुन्छ। आजकल धेरै स्टुडेन्टहरूले सोसियल मिडियामा आफ्नो टाइम वेस्ट गर्ने गर्छन्, जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक धेरै रिल्स बगाएर हेर्ने गर्छन् र आफ्नो टाइम वेस्ट गर्छ। तर यही समय हो तपाईहरूको फ्युचरलाई तयार गर्ने। यदि तपाईहरूले पनि अहिलेबाट नि तपाईहरूले आफ्नो गोलमा फोकस गर्नुभयो भने धेरै राम्रो रिजल्ट पाउन सक्नुहुन्छ हजुरहरूले। अन्तमा म यति भन्न चाहन्छु हजुरहरूसँग, कलेज चुज गर्न बेला हतार नगर्नुहोस्, राम्रोसँग रिसर्च गर्नुहोस् र सिनियरहरूसँग कुरा गर्नुहोस् र स्कलरसिपको बारेमा तपाईहरूले जानकारी लिनुहोस् र आफ्नै इन्ट्रेन्स अनुसार डिसिजन लिनुपर्छ हजुरहरू। यदि तपाईहरूले मेहनत, डिसिप्लिन र कन्सिस्टेन्सको आधारमा तपाईहरूले अगाडि बढ्दै जानुभयो भनेर तपाईहरूको फ्युचर आवश्यक राम्रो हुन सकिन्छ। र तपाईहरूले भिडियोमा यो लास्ट सम्म हेर्नु भएको छ भनेर लाइक, कमेन्ट, सेयर गर्न नबिर्सनु होला।